शेयर बजारमा सुस्तता, परिसूचक बढे पनि कारोबार रकम खुम्चियो। आज 2083 साल वैशाख 24 गते बिहिबार नेप्सी परिसूचक 6.94 अङ्कले बढेर 2718.16 अङ्कमा अडिएको छ। परिसूचकमा थोरै सुधार देखिए पनि कारोबार रकम भने 2,93,19,68,000मा खुम्चिएको छ। बजारमा आज 155 कम्पनीको सेयर मूल्य बढ्दा 102 कम्पनीको मूल्य घटेको छ र 12 कम्पनीको मूल्य भने स्थिर रहेको छ। आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्तका लगानीकर्ताहरूले कमाएका छन् भने सबैभन्दा बढी घाटा फरवर्ड माइक्रो फाइनान्सका लगानीकर्ताहरूलाई भएको छ। हिजो सबैभन्दा बढी मूल्य बढेको फरवर्ड माइक्रो फाइनान्स आज सबैभन्दा बढी घटेको हो। त्यस्तै टप टर्नओभरमा एनआरएन देखिएको छ। यसले 17 करोड 68 लाख कारोबार गरेको छ भने टप भोल्युममा नेसनल हाइड्रो पावर देखिएको छ। त्यस्तै टप ट्रान्जेक्सनमा पाल्पा सिमेन्ट आएको छ। यो भर्खरै नेप्सीमा सूचीकृत भएको नयाँ कम्पनी हो। यसरी हेर्दा आज 13वटा उपसमूह मध्ये व्यापार उपसमूह सबैभन्दा बढी 1.57% बढेको छ भने सबैभन्दा बढी घट्नेमा नन लाइफ इन्सुरेन्स 0.56% रहेको छ। आज 8वटा उपसमूह पोजिटिभ देखिएका छन् भने 5वटा उपसमूह नेगेटिभ देखिएका छन्।